नमस्कार सर, नमस्कार। हजुर नमस्कार। अनि हजुर चाहिँ धरानमा बस्नुहुन्छ, लामो समय शैक्षिक क्षेत्रमा धेरैवटा नाना खटाइसक्नु भएको भन्ने मैले बुझेको छु। हाल वर्तमान चाहिँ हजुर के गर्दै हुनुहुन्छ? वर्तमान त अब अहिले चाहिँ के भनेदेखि यसै साहित्यिक संस्थाहरूसँग सदस्यता छ। यसो साथीहरू बोलाउनुहुन्छ अनि जाने, आफ्ना पनि केही लेखेका कुरा सुनाउने, अरूका सुन्ने, त्यस्तै समय गइरहेछ। हजुर, अनि अहिलेसम्म हजुर यो साहित्यिक सङ्घ संस्थाहरूमा कता कुन संस्थामा आबद्ध हुनुहुन्छ यस क्षेत्रमा? हजुर, म संसदीकै इटहरीमा एउटा अच्छा राई रसिक साहित्य प्रतिष्ठान भन्ने छ, म त्यसको अध्यक्ष छु हाल। इटहरी साहित्यिक समूह भन्ने त्यसको आजीवन सदस्य छु। अब त्यस्तै इटहरी अरू पनि साहित्यिक संस्थाहरू छन्, त्यसमा सदस्य छु। अब यो मोरङकै यहाँ भानु साझा पुस्तकालय छ, त्योसँग पनि सम्बन्धित छु। र अब यहाँ धरानमा पनि धेरै संस्थाहरू छन्। यहाँ शिरोमणि साहित्य समाज सेवा भन्ने संस्था छ, त्योसँग पनि म आबद्ध छु। त्यस्तै धरानमा एउटा साहित्य अनुसन्धान परिषद भन्ने संस्था छ, त्यसमा पनि कार्य समितिमा म छु। यस्तै छ। हजुर, भनेपछि अब यहाँ धेरै साहित्यिक संस्था, धेरै पुस्तकालयहरूसँग सम्बन्धित हुनुपर्छ। यहाँको नजरमा यहाँले प्रत्यक्ष देखिराख्नु भोगिराख्नु भयो अनुसार पुस्तकालयहरूको अवस्था कस्तो देख्नुहुन्छ? पुस्तकालयहरूको अवस्था चाहिँ के भनेदेखि सन्तोषजनक छैन। किन छैन भने यो औपचारिक रूपमा मात्रै सञ्चालन भइरहेका छन् पुस्तकालय। अब त्यो पुस्तकलाई कसरी, पुस्तकको महत्त्व के हो, कमसे कम त्यो पुस्तकालय सञ्चालकलाई चाहिँ थाहा हुनुपर्ने हो, यहाँका समितिहरूलाई थाहा हुनुपर्ने हो। तर त्यो एउटा के भने औपचारिक रूपमा मात्रै चलेको हुन्छ। पुस्तक रोइरहेको छ, त्यसलाई कसैले माया गरेको छैन, त्यसलाई उठाएको छैन। अब केही पाठकहरूले लगेर यसो हेर्ने गरेको देख्छु, तर हिजोभन्दा अझ घटेको छ। हिजो हाम्रो पालामा पुस्तकहरूको जति हामीलाई चाहिँ माया थियो अथवा खोजी हामी गर्थ्यौँ, अहिले त्यो छैन। अब त्यो प्रविधिले कारणले पनि होला, मोबाइलको कारणले पनि हो, तर त्यो प्रविधिले दिने र अब मान्छे चाहिँ के भनेदेखि इतिहास ज्ञानका कुरा त इतिहासबाट चाहिँ पाइँदो रहेछ। अहिले कति शब्दहरू नै के अरे हराएर गइसकेका छन्। अब जाँतो भनेर भन्नु भने अहिलेको बच्चा बच्चीले जाँतो शब्दको अर्थै बुझ्दैन। ढिकी कुवल भनेको के हो त्यो बुझ्दै बुझ्दैन। किन भन्दाखेरि त त्यो पढ्नै परेको छैन। त्यो कुरा त पढ्नु, अहिलेका पाठ्य पुस्तकहरूमा स्कुलका किताबहरूमा ती कुरा राखेका छैन, नयाँ नयाँ कुरा राखेका छ, त्यो पुरानो कुरा त छैन। त्यसको निम्ति त हामीले पुरानो पुस्तकै हेर्नु, त्यो पुस्तकालयमै जानुपर्ने अनि मात्रै त्यो कुराको उपलब्ध सक्छ। कहिलेकाहीँ मैले पनि आफ्नो उसमा पनि रचनाहरूमा पनि के अरे पुरानो कथाहरूमा ती पुराना शब्दहरू प्रयोग गरेर गरिदिन्छु। जस्तै ढिकी जाँतो, त्यो के अरे अब यो जोतारो, के अरे नारिस, जुवा, यस्ता शब्दहरू अहिलेको बच्चा बच्चीलाई सुन्दाखेरि त अनौठो नयाँ लाग्छ। तर त्यो धेरै पुराना कुराहरू नि त हामीले हिजो परम्परामा चलेर आयो। यो चाहिँ विलोप हुन लागेको छ। त्यसको निम्ति पनि हामीले के भने पुराना पुस्तकहरू खोज्नुपर्ने, हेर्नुपर्ने, पढ्नुपर्ने र आउने अहिलेका बच्चाहरूलाई नयाँ जुन आइरहेछ अहिले नयाँ चाहिँ दिन खोजिराखेका हुन्छन्। ती म हेर्छु त्यो शैक्षिक कार्यक्रमहरू तयार गरेका टिभीमा मोबाइलमा दिइन्छ, त्यहाँ चाहिँ ती कुराहरू पनि राख्नुपर्ने। अनि नै उनीहरूले थाहा पाउँछन्। नयाँ हामी त खालि नयाँ प्रविधिहरू के आएको छ केही कुरा मात्रै देखाउँदै गयौँ भनेपछि त्यो पाटो त छुटेर जान्छ। र त्यसलाई निरन्तरता दिन कि उनीहरूको ज्ञानलाई अपडेट बनाउनको लागि त त्यो पुरानो कुराहरू पनि चाहिन्छ। त्यसको निम्ति हामीले पुस्तक अथवा पुस्तकालयको आवश्यकता हुँदो रहेछ भन्ने चाहिँ हामीलाई लाग्छ। हस्, त्यसो भए
पुस्तकालयहरूले पाठक नपाएको अवस्था हो त त्यसो भए? अब ठ्याक्कै पाठक नपाएको भन्न त मिलेन, तर उनीहरूलाई आकर्षित गर्न चाहिँ सकिएको छैन। अब त्यो त विविध कारणले त्यसो भएको छ। जस्तो अब अहिले म हेर्छु, अब अहिले 60-70 को हाराहारीका उमेरका मानिसहरूले अघि धेरै अघिको संस्कृति के थियो, घर घरै पुस्तकालय, रामायण राखेका छन्, कृष्ण चरित्र राखेका छन्, के राखेका छन् होइन, अर्जुन गीता राखेका छन्, के राखेका थियो हुन्थ्यो। तर अब त अहिले त त्यो पुस्ता हटिसक्यो, त्यो किताब पनि हटिसक्यो, नयाँ पुस्तामा त त्यो छैन। त्यसै कारण त्यो ती कुराहरू कहाँ छन् भन्ने कुरा त उनीहरूले जानकारी पनि छैन। र यो बिचको पिँढी अहिले भनौँ न 40 देखि लिएर यो 55 को बिचको जुन पिँढी छ, त्यो पिँढीले चाहिँ यी कुराहरू अध्ययन गर्नलाई त अहिले त के भन्छन् गुगलमा विकिपिडियामै खोज्नुपर्ने हुन्छ, सजिलोसँग त पाउन सकिएन। त्यो प्रविधिको ज्ञान पनि सबैलाई छैन। अहिलेको नयाँ पिँढीलाई नै छ, अहिले 18-20 को पुस्तालाई चाहिँ त्यो कुरा छ। तर बिचका यो भनौँ न 50-55 को बिचको उमेरका मान्छेहरूलाई त त्यो प्रविधिको ज्ञान छैन। अनि त्यसरी पनि उनी निराश भएका छन्। उनीहरूको निम्ति पनि यो पुस्तकालय चाहिँ आवश्यक छ भन्ने चाहिँ लाग्छ। त्यसो भए अब आगामी दिनमा के गर्नु पर्ला त? यो पुस्तकप्रति मान्छेहरूको त्यति ध्यान छैन, अहिलेको नयाँ पुस्ताहरू अर्कै उसमा लागिरहेका छन्। अब हजुरले के सल्लाह दिनुहुन्छ त? अब के गर्दाखेरि चाहिँ अब पुस्तकप्रति नै उनीहरूको ध्यान जागृत हुन सक्छ? अब यसको निम्ति चाहिँ मलाई चाहिँ के लाग्छ भने अहिले विभिन्न हामी सङ्घ संस्था खोलेका छौँ, अहिले साहित्यिक भनेका छौँ, कसले के भनेका छौँ, के कार्यक्रमहरू चाहिँ गरेका छौँ। त्यस्ता कार्यक्रमहरूमा हामीले चाहिँ त्यो एकचोटि हामीले आजभन्दा करिब 10-12 वर्ष अगाडि इटरीमा यो कुम्भ मेला चतरामा चाहिँ कुम्भ मेला लागेको थियो। त्यो कुम्भ मेलामा चाहिँ हामीले चाहिँ पुराना कविहरूको चाहिँ गोष्ठी गराएका छौँ। कवि भन्नाले ती नपढेका साहित्यकारहरू मौखिक रूपमा अघि त मान्छे गीत कण्ठै गर्थे नि त। हामीले त्यहाँ 80 वर्षदेखि लिएर 55-60 वर्षसम्मका मान्छेहरूमा साहित्यकारहरूलाई पनि भेला गरेका थियौँ र जो नलेख्ने तर त्यो कविता भन्न जान्ने, बालन भन्न जान्ने होइन, श्लोकहरू भन्न जान्ने मान्छेहरूलाई चाहिँ त्यो वाचन गराएका थियौँ। एउटा त्यो राम्रो आकर्षणमा थियो। त्यस्ता अवसरहरू पनि हामीले चाहिँ सिर्जना गर्नुपर्ने रहेछ, जहाँ चाहिँ के भनेदेखि उनीहरूले त्यो कुरा आफ्नो अभिव्यक्ति दिन पाउन्। अनि त्यसले हौसला पनि हुँदो रहेछ। अनि जसले त्यो अवसर पाएछ उनीहरू पनि त्यो अवसर हो मैले पनि बोल्न पाएँ हुन्थ्यो। मान्छेको प्रवृत्ति त छ के भनेदेखि जसरी पनि म चाहिँ एक्सपोज हुनुपर्छ भन्ने त एउटा मानवीय स्वभाव हुँदो रहेछ नि त। तर हाम्रो त्यो पाटो चाहिँ के हुँदो रहेछ भने सबै युवाले मात्रै अगाडि बढाएर लाने होइन, वयस्कले मात्रै लाने, त्यो वृद्धहरूको त अवसरै नआउँदो रहेछ। र हामीले त्यो एउटा प्रयोग गरेका थियौँ कि त्यो हामीलाई धेरै आनन्द लागेको थियो। अनि त्यसपछि हामीले म त्यतिखेर यो प्रगतिशील लेखक साहित्य सङ्घ सुनसरीको अध्यक्ष थिएँ। अनि हामीले चाहिँ त्यो एउटा प्रकाशन पनि गऱ्यौँ। ती सबै उहाँहरूको नाम राखेर हामीले त्यो प्रकाशन पनि गरेका थियौँ। अब यो एउटा के भने किताबै कुनै निकालियो भने त्यसमा कसैको फोटो राखिदिएको छ, उसको नाम राखिदिएको छ भने पनि मान्छेलाई के हुँदो रहेछ भने ओ फलाना मेरो नाम छ, त्यो हेरेपछि एकदम उत्साहित हुने, अर्को आफ्नै दौतेरीलाई लगेर देखाउने, हेर यहाँ मेरो नाम यहाँ फलाना ठाउँमा मैले यसो गरेँ। थुप्रै कुराहरू हुन सक्छन्, मसिना कुरा छन्, हेर्दाखेरि मसिना देखिन्छन्, तर त्यसको प्रभाव चाहिँ के हुँदो रहेछ भने ठुलो असर हुँदो रहेछ। हजुर, अब मैले जाँदै हजुरलाई सन्दर्भ के परिवर्तन गर्छु भने नेपाल लाइब्रेरी फाउन्डेसनले विगत 5-7 वर्ष अघिदेखि पठन संस्कृति प्रवर्धनका निम्ति अब एक घर एक पुस्तकालय अथवा सम्भव भएसम्म प्रत्येकको घरमा रिडिङ कर्नर समेत हुनुपर्छ। सक्नेले घरमा पुस्तकालय नै बनाए पनि भयो, नसक्नेले पुस्तकसँग साइनो जोडे पनि भयो भन्ने एउटा अभियान सुरु गरेका छौँ। यो अभियान हामीले देशव्यापी लान खोज्दैछौँ। यो अभियानलाई अगाडि बढाउन हजुरको उपयुक्त सुझावको अपेक्षा गर्दछौँ।
यो एकदम मैले पनि यो कुरा चाहिँ एकदमै सोचिराखेको छु। अलिअलि यसो मैले पनि यसो 2-4 हजार किताब सङ्कलन गरिरहेको छु र अरू साथीहरूलाई पनि हामी किताब आदान प्रदान पनि गर्ने गर्छौँ र यसरी हामीले आपसमै साथीहरूको बिचमा अहिले त हामीलाई त अब सञ्चारको त सजिलो छ होइन, हामी पढे लेखेकै मान्छेले तपाईँले फलानु किताब पढ्नु भएको छ भनेर आफ्नो साथीलाई सोध्यो भने उनले पढेका छन् भने पढेका छु भन्छन्, पढेका रहेछन् भने त पढेका छैन भन्छन् नि। ओहो ल त्यो तपाईँले पढ्नुपर्ने खालको रहेछ है। आफूले जति किताब पढिएको छ त्यसको मात्रै इन्फर्मेसन दियो भने पनि उनले नपढेको छ भने त पढ्न खोज्ने भयो नि त। उनले फेरि आफ्नो साथीलाई दिन्छन्। यो एक खालको चेन यसरी चल्छ कि जस्तो लाग्छ र किताब पनि यो त सङ्ग्रहित गर्ने खालको छ है भन्यो भने त्यो सङ्ग्रहित पनि हुने र अहिले चाहिँ अब धेरै मान्छेहरू किताब लेख्ने सोख पनि छ होइन। त्यो लेखेर किताब बाँडेपछि चाहे जस्तो सुकै खालको होस् किन नहोस्, अब त्यो त हामी सङ्ग्रहित गर्छौँ नि त होइन, उपहारकै रूपमा पाए पनि अथवा किनेर पनि ल्याउँछौँ। कतिको साथीको मन राख्नको लागि पनि किनिदिन्छौँ। त्यसले पनि के गर्छौँ भने पुस्तकको सङ्कलन अलिकति हुँदो रहेछ। अनि मैले अनुभव गरिरहेको छु मेरो घरमा साथीहरू, मेरो अब आफू के भन्छन् पढ्ने कोठा पनि त्यही हुन्छ, सिटिङ रुम पनि त्यही हुन्छ। साथीहरू आउने यसो हेर्नुहुन्छ, ओहो ल यो फलानु किताब रहेछ, यो त म हेर्नु पर्यो भनेर कतिले लानु पनि हुन्छ, कतिले दाम टिपेर लानुहुन्छ, अब कतिले लानुहुन्छ त्यो किताब फिर्काउँदैन पनि, तर कमसेकम उहाँले पढ्नु त भयो नि त होइन। त्यो चाहिँ मलाई आनन्द लाग्छ होइन। त्यसै गरी म पनि कसै कहाँ जान्छु, अरू जान्छु, यो हेर्दा त्यही त मसिना मसिना कुरा चाहिँ ठुल्ठुलो योजना बनाउनुपर्छ जस्तो मलाई लाग्दैन। यी साना साना कुराले नै र अनइन्ट्रेस्टेड मान्छेलाई त्यो बिउजेका मान्छेले त जति नै गरेर देखाउन सकिँदैन। त्यसो भए त्यो पठन संस्कृति बढाउन आफैबाट सुरु गर्नुपर्छ भन्ने हो। आफैबाट पहिले जे कुराको पनि तपाईँ परिवर्तन पहिले आफूबाट सुरु गर्ने हो क्या। हामी खालि अर्कालाई परिवर्तन गर्न खोज्छौँ, त्यसो र परिवर्तन हुँदैन। पहिले आफूबाट सुरु गर्नु पर्यो। आफूबाट गरेपछि अर्को त्यो देखेपछि आफै परिवर्तन। अब हामी नेपाल आर्ट फाउन्डेसनले विभिन्न जिल्लामा जिल्ला समन्वय समितिहरू, गृह पुस्तकालय अभियान जिल्ला समन्वय समिति बनाउँदै हिँड्दैछौँ। हामी पूर्वपट्टि अलिकति कम छ, झापामा हाम्रो एउटा जिल्ला कमिटी समन्वय समिति बनाएका छौँ। हामी सुनसरीमा बनाउन सकेका छैनौँ, हामीले मोरङमा बनाएका छैनौँ, अरू जिल्लामा पूर्व कोशी प्रदेशका अधिकांश जिल्लामा हामीले बनाएका छैनौँ। यसमा चाहिँ अब हामीले सुनसरीमा हामी जहाँ अहिले घरमा बसेर यो भिडियो बनाइराखेको सन्दर्भमा सुनसरीमा पनि जिल्ला कमिटी, जिल्ला स्तरको समन्वय समिति, गृह पुस्तकालय अभियान भनेर हामीले बनाउन खोज्दैछौँ। हामी नेपाल आर्ट फाउन्डेसन यस क्षेत्रका साहित्यकारहरूसँगको हातेमालो गरेर यो गृह पुस्तकालय अभियानलाई चुस्त दुरुस्त रूपमा अगाडि लान खोज्दैछौँ। यसमा हजुरको प्रतिबद्धता के छ? एकदम सुरु गरौँ। म त के भन्छु भने त्यो तुरन्तै यसलाई गठन गरौँ होइन, अनि एक आपसमा त्यही सुरु भइहाल्छ होइन। कसले कति पढ्नु हल्का, यहाँ कसैलाई जने डोमिनेट गर्ने या कसैलाई उठाउने हिसाबमा होइन, सामान्य एउटा साथीभाइको तर्कमा होइन, छलफलमा के भने सरले हजुरले कतिवटा कुन कुन हेर्नुभयो भन्यो, तपाईँले कुन कुन हेर्नुभयो, ती सुरु भइगयो नि त होइन। ल त्यो त मैले हेरेकै रहेनछ त हौ, छुटेछ भन्ने, ल त्यसो भए त्यो हेर्नु भने यो तपाईँले यो हेर्नु होला भने। अहिलेसम्मको मेरो अनुभव धेरै साथीहरूले त्यसरी किताब पढ्नु भएको छ, मैले धेरैलाई दिएको छु, धेरैसँग मैले लिएको पनि छु। हस् त, अब यहाँसँग भेट भयो, राम्रै कुराकानी भयो, फेरि भेट्ने अपेक्षाका साथ आज चाहिँ हामी बिदा हुन्छौँ। हस्, धन्यवाद, नमस्कार। हस्, नमस्कार, धन्यवाद।